हेलो गाइस, अहिले चाहिँ हामी ठ्याक्कै दुन्चे बजारबाट निस्किरहेको छौँ चिया खाएर। अहिले चाहिँ ठ्याक्कै 5 बजेर चाहिँ हामी बस्यो होटल है, होटल कासा टिभी भन्ने उस्तै होइन त्यो भागेर यता त हामी कहाँ जाँदैछौँ। हामीले साइकलको यात्रामा निस्किसक्यौँ। म त यहाँ नै यहाँ जानु अहिले नै जाडो हाँस्छ अरे हाम्रो नयाँ हुनुहुन्छ यस्तो छ यी पछाडि सर एकजना उहाँ आउनुहुन्छ हाम्रो अङ्कल, बुवा आउनै बाँकी। ए बुवा आइसक्नु भयो। हाम्रो टोलीहरू आइराख्नु भएको 3 जना, एकजना पछाडि 4 जना। अहिले चाहिँ हामी खिन्डीमा आइपुगेका छौँ। धुन्चेबाट यहाँ आइपुग्न 2 घन्टा लाग्छ। हामी म र आन्टी यहाँ आइपुगेका छौँ। यहाँ फके मार्दैछौँ। हाम्रो साथीहरूले कुर्दै पनि छौँ। यहाँको भ्यूहरू यस्तो राम्रो छ। हाम्रो साथीहरू कोही कहाँ पो छन् तलै। कस्तो लागिरहेछ? एकदम रमाइलो लागिरहेछ। गाह्रो त गाह्रो भइरहेछ है। हामी 2 जना साडी पुगेका छौँ, फके मार्दैछौँ। हामी 2 जना चाहिँ फके मारिरहेछौँ। अन्त अब कतिखेर पुगिन्छ है? साथीहरू हामी चाहिँ यहाँ सबै टोलीहरू आइपुग्नु भएको रहेछ। खाजा खान लाग्छौँ हामी। खाजा कुर्दै कफी खाँदै यार मैं लेकिन तेरा पीछे साइड में लो हेलो गाइस, अहिले चाहिँ हामी ठ्याक्कै चन्दनबारीमा आइपुगेका छौँ। यहाँ चाहिँ खाना रोकिरहेको छौँ। मौसम यस्तो छ, घाम लागि हामी चलिरहेको टोलीहरू भित्र बस्नुभएको। चाहिँ रेड पान्डा भन्ने चाहिँ रिजोर्ट रहेको छ। हामी त्यही खाना खान्छौँ। हेलो गाइस, पानी ल्याऊ पहिला पानी सबैले तातो पानी हरेक वर्षले राख्नु टेबलमा सानो सानो क्युट